Okay guys, how are you? Okay, आज हामी डिस्कस गर्नेछौँ क्यारेक्टरको बारेमा, स्पेसल्ली टिचर, हाउ टिचर निड टु बी, विच काइन्ड अफ क्यारेक्टर is required for the teacher, especially while we are studying at school. That time म अलवेज टिचरमा क्यारेक्टर खोज्थेँ क्या, जुन क्यारेक्टर टिचरले हुनुपर्ने थियो त्यो थिएन। कुन क्यारेक्टर? सब्जेक्ट, जुन सब्जेक्ट टिचर पढाइरहेछ त्यो सब्जेक्टको क्यारेक्टर, औरा भन्छ नि हामी, वे अफ कम्युनिकेसन, वे अफ थिङ्किङ एन्ड एक्सन, वर्किङ स्टाइल एन्ड क्यारेक्टरमा डिफाइन हुने त्यही हो, वे अफ अब्जर्भेसन एन्ड फेस रियाक्सन एन्ड अल। अब कोही साइन्स पढाइरहेछ भने दे निड द्याट काइन्ड अफ क्यारेक्टर। उसको कपालमा वे अफ हेयर कट, वे अफ ड्रेसिङ त्यो अनुसारको हुनु पऱ्यो, वे अफ कम्युनिकेसन। अब हाम्रो यता के छ कि अल द टिचर ह्याभ सेम क्यारेक्टर, द्याट्स नट अ सेम। ड्रेसिङ सेम छ, कपाल सेम छ, उसरी सेम हुन्छ, किनकि लामो हेयर पाल्न मिल्दैन या दाढी मिल्दैन या चस्मा लगाउन नमिल्ला, धेरै कुराहरू क्या। वी निड डिफ्रेन्ट काइन्ड अफ क्यारेक्टर। मेरो भनेको मतलब हामीलाई डिफ्रेन्ट काइन्ड अफ क्यारेक्टर चाहियो। यदि डिफ्रेन्ट सब्जेक्ट पढाउने टिचर छ भने डिफ्रेन्ट क्यारेक्टर, त्यसले के हुन्छ कि डिफ्रेन्ट काइन्ड अफ इमेज बन्छ स्टुडेन्टको मनमा। त्यो इमेजले हेल्प गर्छ केही कुराहरू बुझ्न, तपाईँले के भन्न खोजी गर। यदि सिम्पल भन्दाखेरि मानोस् अल द टिचर ह्याभ सेम क्यारेक्टर एन्ड सेम वे अफ कम्युनिकेसन, देन स्टुडेन्टलाई फिगर आउट गर्न मुस्किल हुन्छ या मेमोराइज गर्न मुस्किल हुन्छ केही पनि कुरा जो हामी भनिरहेछौँ, या अन्डरस्ट्यान्ड गर्न मुस्किल हुन्छ। अब म आई एम अ भिडियो एडिटर। मलाई यो कुरा किन थाहा छ कि मैले एउटा सिन र अर्को सिन देखाउँदाखेरि त्यहाँ कन्ट्रास्ट हुनुपर्छ, कन्ट्रास्ट क्रिएट गर्छु या भ्युवर्सलाई केही कुरा बुझाउनको लागि या उसलाई याद रहोस् भनेर। ब्ल्याक एन्ड व्हाइट, लाइक सिम्पल कुरा भन्दाखेरि ब्ल्याक मैले सुरुमा देखाएँ भने देन म व्हाइट देखाउँछु, किनकि ब्ल्याक याद होला भनेर, मेमोराइज गर्न सजिलो होला भनेर। उसलाई ब्ल्याक एन्ड व्हाइट दुइटै मेमोराइज गर्न इजी हुने हो। मैले ब्ल्याकै चलायो भने भिडियोभरि यादै गर्न सक्दैन के देखा। ब्ल्याक देखायो, व्हाइट देखायो, ब्ल्याक देखायो, बुझ्नुभयो म के भन्न कोसिस गरिरहेको छु? कन्ट्रास्ट। एभ्री टिचर ह्याभ अ डिफ्रेन्ट क्यारेक्टर, डिफ्रेन्ट वे अफ कम्युनिकेसन, डिफ्रेन्ट ड्रेसिङ, डिफ्रेन्ट हेयर कट, बियर्ड एन्ड अल। वी निड डिफ्रेन्ट काइन्ड अफ, आई थिङ्क तपाईँले बुझ्नुभयो। त्यो क्यारेक्टर इट्ससेल्फ तपाईँले एज अ टिचर त्यही क्यारेक्टरमा बसेर बिहेभ गर्नुपर्ने हो। तपाईँको हातमा के छ, तपाईँ साइन्सको टिचर हो भने तपाईँसँग साइन्टिफिक कुरा हातमा बोकिए आउनु पर्यो, या तपाईँ त्यही अनुसारले 24 आवर या जति टाइम मिलेर तपाईँ एक्सपेरिमेन्ट गरिरहेछ, अब्जर्भेसन गरिरहेछ चिजहरूलाई। तपाईँ पनि त्यो क्यारेक्टरको बिहेभियरलाई स्टुडेन्टले के गर्नुपर्ने हो तपाईँ पनि त्यही गर्दै बसिरहेछ। त्यसरी तपाईँलाई जति बेला स्टुडेन्ट देख्छ त्यति बेला मोटिभेट हुन्छ म पनि त्यही गरौँ भन्ने, या उसको मनमा पनि डिजायर आउँछ रिलेटेड टु तपाईँको सब्जेक्ट, रिलेटेड टु तपाईँको पढाउने हो। यो हाम्रो स्कुलहरूमा धेरै कम छ, यो पनि म अब्जर्भ गरिरहेको थिएँ। मबाट एक्चुअलमा स्टुडेन्टहरू केही पनि सिक्नेनन् क्या, मेरो मुखबाट केही पनि सिक्ने, मेरो मुखबाट आएको शब्दबाट स्टुडेन्ट सिक्नेनन्। वास्तविकमा भन्दाखेरि जताबाट सिक्ने हो त्यो भनेको मेरो क्यारेक्टरबाट स्टुडेन्टहरू सिक्ने हो। मैले मेरो क्यारेक्टर स्टुडेन्टलाई दिनु छ, त्यसको लागि मैले बिहेभ त्यसरी गर्नुपर्ने, त्यसरी जिउनु पर्ने हो। हेर नि तपाईँ मुभी हेर, मुभीमा कुनै फेमस डायलग छ भने त्यो व्यक्ति बच्चा त्यो डायलगलाई टिकटकमा हेर्नु तपाईँ, सबै व्यक्तिहरू डायलग युज गरिरहेछन्।
सबै स्टुडेन्ट मानिसहरू फिल्मको डायलग फिल्मको एक्सनहरू आफू ट्राई गरिरहेछन्। किन गरिरहेछन्? किनकि क्यारेक्टर, त्यो मुभीमा जुन क्यारेक्टर छ नि त्यसले आफ्नो यस्तो स्ट्रङ इमोसन स्ट्रङ कुरा देखायो जसले मानिसहरू व्यक्तिहरू इन्फ्लुएन्स भए र त्यो इन्फ्लुएन्स भएर त्यो गर्नमा प्रेरित भयो, त्यो गर्ने मन लाग्यो। त्यसै गरी तपाईँ स्कुलमा टिचर छ भने यु हेभ टु बी लाइक द्याट। स्टुडेन्ट आफै बिहेभ गर्न स्टार्ट गर्छ तपाईँको जस्तै, आफै सिक्नमा जान्छ। अब रिडिङवाला टिचर हुनसक्छ, उसले रिडिङ 24 आवर रिडिङ गर्ने, राइटिङ स्पिकिङ त्यो अनुसार। ओके, दिस इज इट। थ्याङ्क यू फर गाइज वाचिङ दिस।